फ्रेन्ड्स, आज हामी चाइनिज प्ल्याटर बनाउन जाँदैछौँ जसमा फ्राई राइस, स्प्रिङ रोल, चाउमिन, मन्चुरियन, चिल्ली पनिर इन्क्लुडेड छ। हामीले मन्चुरियन चाहिँ एयर फ्रायरमा पनि बनायो र ओइलमा पनि फ्राई गर्यो, जुन चाहिँ बोथमा मलाई एकदम टेस्टी लाग्यो। चाउमिन बनाउनको लागि हामीले सबै भेजिसहरू कट गर्यो र यता चाउमिन बोइल हुनको लागि राख्यो। बोइल भइसकेपछि भेजिसमा सबै कुरा मिक्स गर्यो मसला, अनि त्यसपछि चाउमिन इज रेडी। यता चाउमिन बनाउँदै गर्दा हामीले अर्को प्यानमा स्प्रिङ रोलको फिलिङ्सलाई पनि रेडी गर्दै थियौँ, जसको लागि हामीले सुरुमा स्प्रिङ रोल सिट बनाउन तयारी गर्यो। सिट बनाइसकेपछि बनाएको चाउमिनलाई त्यही स्प्रिङ रोलमा फिल गर्यो र क्रिस्पी इन एयर फ्रायर द स्प्रिङ रोल इज रेडी। एकदमै मिठो थियो, अरूभन्दा चाहिँ प्ल्याटरमा मलाई एकदम बेस्ट लाग्यो यो स्प्रिङ रोल। टुडे आई टेस्टेड दिस टोफु सलामी, यो पनि ठिकै लाग्यो मलाई, खासै मिठो लागेन। र हामीले साथै पनिर चिल्ली पनि बनाएको थियौँ। पनिर चिल्ली बनाइसकेपछि हाम्रो प्ल्याटर कम्प्लिट भइसकेको थियो एन्ड हियर वी सर्भड इट।